हेलो हेलो साथीहरु, आज म चाहिँ केही समय घुम्नको लागि निस्किँदैछु। म बस्ने ठाउँ यही हो र म केही समय आज यसो घुम्न जाउँ त। आज मेरो बिदाको दिन पनि, त्यही भएर यसो घुम्न जाउँ भनेर निस्किँदैछु। हेरौँ कहाँसम्म पुग्छु। आज म निकै तलदेखि यो यस्तो सिँढी चढ्दै आइरहेको छु। करिब लगभग म बीच-बीचमा पुगिसकेको छु। एकदम गाह्रो छ, हेर्नुस् पुरै यस्तो छ। म माथिसम्म पुग्नु पर्ने हुन्छ। आज यसो बिदाको दिन, हेर्नुस् पुरै यो जङ्गल मात्रै छ। यो जङ्गलमा यस्तो सिँढी बनाएको छ। यो कोही पनि हिँड्दैन मान्छेहरू। बर्सात सुरु भइसकेको छ। म चाहिँ वाकिङको लागि निक्लेको, कोही मान्छे भेटिँदैन। यस्तो जङ्गल छ। कहाँ जाने रहेछ यो बाटो भनेर म पनि हिँडिरहेको छु। यस्तो घनघोर जङ्गल छ। रुखहरू पल्टिरहेका छन्। गाह्रो छ हजुर। जा म कतिखेर यो कहाँ पुगिन्छ केही थाहा छैन। बाटो हेर्नुस् यस्तो अप्ठ्यारो छ। पुरै सिँढी नै सिँढी छ। कहाँ जाने हो केही थाहा छैन। गाह्रो छ हजुर। लगभग यो धेरै माथि आइपुगिसकेको छु। लगभग अब ओहो, यहाँ माथि आइसकेपछि ओहो, माथि त म के होला भनेको त ठ्याक्क हेर्नुस्। यहाँ त यस्तो गेट रहेछ। यतातिर त फेरि यस्तो बाटो आएको रहेछ हजुर यो। तर गाडीहरू कुनै हिँडेको जस्तो देखिँदैन। यहाँ गेट पनि रहेछ। दि टाटा पावर कम्पनी लिमिटेड भनेपछि यो टाटा पावरको कुनै एउटा साइड जस्तो लाग्यो। यहाँ सेक्युरिटी गार्ड पनि हुनुहुँदो रहेछ। तपाईँ नेपाली हो दाइ? हजुर नेपाली। ए, कति वर्षदेखि भयो यहाँ तपाईँ सेक्युरिटी गर्न लाग्यो? म यहाँ 4 वर्ष समथिङ भयो अहिले। 4 वर्ष जति भयो है। ए, अनि कस्तो छ? स्यालेरीहरू राम्रै छ नि? ठिकै छ, चलिरहेको छ। ए, हजुर घर नेपाल कुन ठाउँ हो दाइ? मेरो घर नेपालको पहिला सुर्खेत रामघाट। हजुर। अहिले चाहिँ कोलपुर एक बाँके। ए, अहिले बाँकेमा बस्नुहुन्छ हैन? हजुर हजुर। ए, ल यहाँ अरू पनि नेपाली छन् होला नि हैन दाइ? नेपाली छन्, अहिले हामी 5-6 जना छौँ। ए, यहाँ यो कस्तो, तपाईँहरू कसरी यहाँ भर्ती हुनुभयो? यहाँ चाहिँ एक्समेन नेपाल आर्मी सशस्त्र प्रहरीबाट रिटायर्ड भएका भनेपछि लिन्छ यहाँ लिँदैन। अन्त अरू कम्पनीमा चाहिँ पाउँछ। चाहिँ सिभिलर चाहिँ यहाँको स्थानीय लोकललाई मात्रै लिने गरेको छ। ए, ल यहाँ चाहिँ के छ? यो टाटाको के कम्पनी हो यो? यो टाटा हाइड्रो पावर हो। हाइड्रो पावरको यो ड्याम सेक्युरिटी चाहिँ हामी। यहाँ चाहिँ टाटाको अफिस छ। हामी यताभित्र घुम्न जान मिल्छ? यहाँ घुम्न पाउँदैन हजुर। यहाँ घुम्नलाई चाहिँ माथिबाटै पर्मिसन लिएर आउनुपर्छ। पर्मिसन बेगर घुम्न पाउँदैन। यो टाटाको प्राइभेट प्रपर्टी हो। त्यो भएर चाहिँ यहाँ पर्मिसन बेगर यहाँ चाहिँ घुम्न पाइँदैन। ठिक छ दाजु, म पनि आज यसो तलबाट यो बाटो देखेँ। यो बाटो कहाँ जाने रहेछ भनेर घुम्दै आएको। यहाँसम्म आइपुगेँ, हजुरसँग भेट भयो, खुसी लाग्यो। अब यता भित्र जाउँ कि भनेको, अब भित्र जान मिल्दो रहेछ। अब कम्पनीको नियम विपरीत अब जान पनि मिलेन। हजुरसँग भेट भयो दाजु, बहुत खुसी लाग्यो है त। हस् हस् हजुर। ल।